ओके सो यो चाहिँ मेरो फर्स्ट भिडियो हो हैन नेपाली बोलेर बनाएको हेरौँ कस्तो जान्छ लेट्स सी हाउ इट गोस हैन तपाईहरुलाई मन पर्यो भने लाइक एन्ड सब्स्क्राइब गरिदिनु होला यो मैले गेम खेलेको चाहिँ किङडम कम डेलिभरेन्स 2 हो हैन धेरै स्टोरीमा धेरै अगाडि बढिसके म सिद्धिन लाग्यो अब त 60-70% सिद्धि होला तर अब यो गेम चाहिँ अब एकदम आरपीजी हो हैन धेरै धेरै साइड कन्टेन्टहरु छ त्यही भएर म एउटा साइड क्वेस्ट गर्न आँटेको यसैले घोडा बोलाउँ पहिला पेबल्स यो चाहिँ मेरो घोडा हैन यसको नाम चाहिँ पेबल्स यसलाई गुड जब पेबल्स भन्नुपर्छ Quick! It's just amazing. Oh, डेन्जर हुन सक्छ एकछिन यसलाई अनइक्विप गरौँ कि एकछिन साथीभाइ हो सरी बादार गाइस बुढीको कल्ला आयो के गर्नु उठाउनै पर्यो होइन एकछिनै मुख धुँ यहाँ मैला लाएर छ के हो भनेपछि यसलाई सोध्नु पर्ने रहेछ हर वुमेन ब्लास्टा ओके सो बेसिकली बुढीसँग कुरा भयो होइन बुढीसँग कुरा भयो अनि बुढीको गाउँबाट 10-12 जना ती केटाहरू चाहिँ पुरा रेबल्स होइन अहिलेको किङ चाहिँ यो प्लेसको किङ चाहिँ राजा चाहिँ बेसिकली अर्कै किङ आएको छ अनि कसले मन पराउँदैनन् के नयाँ किङलाई अनि हामी चाहिँ रेबल्सको साइडमा हो त्यही भएर गाउँको रेबल्सहरूलाई हेल्प गर्नुपर्ने रे ओके अब भनेको कता जानुपर्ने हामी एकछिनै त जर्नल हेरौँ त्यस्तो टाढा त रहेनछ पैदलै जाँदा हुन्छ ए सप्लाई त बोक्नै बिर्सेछु नि कहाँ भन्ने थियो बुढीले सप्लाई ए अघि दिइसक्यो जाँदा हुन्छ छैन भने फर्केर आउँला टिप्न फेरि होइन एडभेन्चरमा गएको अब के होला जङ्गलमा यसरी कुदाएछ कहाँ बसेछन् पनि बदल What in God's name happened here? No. Oh no. के भयो जम्मै ढलेछ नि त अनि Hey! You! के भयो ब्रो Came to finish me off, you bastard. Calm down. I'm on your side. Vlasta sent me. What happened here? We were ambushed. You've got to help me, man. My leg. I took an arrow in the leg. I pulled it out, but it won't stop bleeding. Try to treat the wound. गरिदिउँ न त मेरो 28 रहेछ 28 out of 30 level यिनी चाहिँ ट्रिट गर्न सकिन्छ होला There's a lot of blood. But the wound isn't so deep. We need to stop the bleeding first. And how are you going to do that? Give me your belt. We need to strangulate the leg closer to the heart. Then I'll clean the wound and take a proper look at it. Thank you. It'll take a while. Try not to move too much. Success! 1 घण्टा लाग्यो Wait. Do you hear that? Wolves! Oh, shit. They must have followed the smell of blood. Can you defend yourself? It's not like I have a choice. Get him! Oh, wolves. एउटा गयो अर्को नि गयो दुईटा मात्रै ला अर्को नि गयो That's it. त्यति मात्रै wolves यहाँ के छ लुट्नु न त लुट्न पाइन्छ लक पिक हरे पाइँदैन I thought we were dead. Don't worry, bro. I got you.
I hope you succeed in bringing peace back यो to हाम्रो these ग्रुप lands. जोइन नगर्ने God अरे be होइन with you. लाइफ बचाइदिएकोमा धेरै धेरै थ्याङ्क यू भन अनि यिनीहरूले पैसा लुकाएको छन् अरे हो कहाँ यिनीहरूलाई मैले हेल्प गरेँ सो अब कुन ठाउँमा पैसा लुकाएको छ होइन त्यो खोज्न जानुपर्ने छ पहिला यो लुटौँ न उ गर्न सकिन्छ कि सकिँदैन हेरौँ उब्रियो 37 ग्रोसन भनेको पैसा 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 यो लान लुटौँ न त $12 रहेछ ब्रोको यिनीहरू मरे बिचारा मरेछन् कति डलर छ त $60 7.5 ब्रोको यसको पनि $7.5 भने पछाडि कहाँ जानु पर्ने हो त त्यो पैसा कहाँ लुकाएका छन् यही हो ए यहाँ रहेछ है यहाँ जानु पर्ने बेला हो पहिला बुढीकोमा गएर बुढीलाई खबर दिउँ होइन कता छ हौ खोइ त जम्प गर्दैन त अनि एकछिन मैला भइसकेको छु कि म फेरि म खुदाउन अलराइट गाइस कोर्स कम्प्लिटेड मलाई त फाइट खेल्नुपर्छ जस्तो लागेको थियो केही छैन वुल्फ्सहरूसँग मात्रै फाइट खेल्यो होइन एउटा मान्छे बचाइयो गुड क्वेस्ट ओभरअल B- 77/10 भनौँ न ठिकै थियो छोटो मिठो क्वेस्ट होइन अब भनेको एकछिनै घोडा बोलाऊ अब भनेको काम भनेको त्यो ब्रोले ट्रेजर कहाँ लुकाएको छ त्यो हेर्न जाने हो होइन कति डलर लुकाएर रहेछन् अब हेल्प गरे बापत रिवार्ड त पाउनु पर्यो नि त होइन क्या बवाल ग्राफिक्स छ यार यो गेमको अनबिलिभेबल यस्तो रियलिस्टिक गेम मैले खेलेको थिएन क्या Oh my god. Action. एउटा निर्गत मारौँ न होइन हेडसट अब यसलाई ठ्याक्क बुचर गरौँ होइन अनि मासु बेच्न जानुपर्छ कि पकाएर राख्नुपर्छ हेरो किडनी लोइन डियर मिट 24 पाउन्ड छाला पनि ओके नट ब्याड एउटा यहीँ रहेछ आगो ए भेटेन खोइ त मर्दैन त ए भागोस् खोइ त यहीँ हुनुपर्ने त कता पुग्यो अच्छा माल माथि भन्छ त त्यसै नै यहाँ हो कि होइन माथि भन्छ बा कहाँ छ कहाँ यहाँ छैन त फेरि तल भन्छ अहिले के हो यस्तो ढाँटो कि क्या हो जुत्ताले के हो निक्लिन सक्दिनँ त म तलै हो जस्तो लाग्यो मलाई पनि यसो
कुल मिलाएर विचार गर्दाखेरि तर लुकाउन चाहिँ कहाँ हो ए होला यो ए होइन यस्तो थैला जस्तो धेरै ढुङ्गो पो रहेछ पैसाको थैली भयो त अब कहाँ छ सके ओहो इ यहाँ रहेछ होइन यसलाई अब भने के हो मेरो एरो सिद्धो छ त ल लागेन त के हो एउटा मात्रै एरो थियो क्या मेरो ल ओ तर यहाँबाट टिप्न पाइन्छ है पाइँदैन ल ल ल ल ल ल के भयो कति 846 गुड क्वेस्ट 7 देखि 8 आउट अफ 10 क्वेस्ट भयो अफिसियली अलराइट गाइस सक्सेसफुल क्वेस्ट सक्सेसफुल हन्ट पनि भयो होइन अब यो मासु चाहिँ म लगेर बेच्नु पर्ने छ होइन यो मासु ठ्याक्कसँगले बेच्नु पर्ने छ अनि पैसा सैसा नि आयो गुड क्वेस्ट ल ठिक छ ओके ओके गाइस थ्याङ्क यू फर वाचिङ बाई बाई रियल क्विक गाइस अहिलेको हामीले शिकार गरेको मासु चाहिँ होइन यो एउटा स्मोक हाउस भन्ने ठाउँ हुन्छ त्यसमा चाहिँ मासुहरू फुडहरू स्मोक गर्न मिल्छ क्या सो यहाँ स्मोक गर्यो जम्मै फुड होइन त्यसो भएपछि बिग्रिँदैन छिटो अनि यसले ठ्याक्कै स्मोक गर्छ यहाँ होइन अनि अब स्मोक भइसक्यो फुडहरू केक काटिरहेको रहेछ यसले अनि यहाँ अगाडि एउटा बुचर छ एउटा व्यापारी बुचर कता थियो यता छ होइन अनि यहाँ चाहिँ अनि के गर्ने हो भने ठ्याक्कैसँग घर यसलाई बेच्ने लाइफ पनि यति सजिलो भयो कति दामी हुन्थ्यो जम्मै बेचिदिउँ हो पैसै रहेनछ ल ल ठ्याक्क बेचिदिउँ $93 पाउँछ अरे होइन अझै बाँकी पनि छ हामीसँग 24 वटा Thank you, sir, and come again. You're welcome. Okay, guys. Bye.